नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको 946औं भिडियोमा। आजको भिडियोमा मैले द एशिया फाउन्डेसनद्वारा प्रकाशित 2वटा कथाहरू लिएर आएको छु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोला। प्रतिक्रिया भए कमेन्टमा उल्लेख गर्नुहोला। तपाईसँग पनि कथाहरू भए मलाई वाचनको लागि मेरो कथा 204@gmail.com मा पठाउन सक्नुहुनेछ। लागौं आजका 2वटा कथाहरूतर्फ। दर्शक तथा श्रोतावृन्द, आजको लागि पहिलो कथा रहेको छ राजाको रहस्य। लेखकहरू खुझ्याली म्यानिकभेल र इमान्युएल स्क्यान्जियानी। कथा राजाको रहस्य। एका देशमा एकजना राजा बस्थे। उनको गोरु काने छोरो थियो। राजालाई आफ्नो छोराको कान देखेर लाज मर्नुहुन्थ्यो। त्यसैले उनले आफ्नो छोरालाई दरबारकै एउटा सुनसान कोठामा थुनेर राखेका थिए। चाँडै नै राजकुमारको व्रतबन्ध गर्ने समय आयो। राजाले अर्को राज्यका राजदरबारी नाउलाई बोलाए अनि व्रतबन्ध पनि गोप्य रूपमै सम्पन्न गरे। व्रतबन्ध सकिएपछि राजाले नाउलाई आफ्नो कोठामा बोलाए अनि चेतावनी दिए, राजकुमारको कानको विषयमा कसैलाई नभन्नु, भन्यो भने म तिमीलाई काल कोठरीमा राखिदिन्छु। नाउले कसैलाई नभन्ने बाचा गर्यो, तर दुर्भाग्य उनी आफ्नो मनमा कुरा राख्न सक्दैन थिए। दिन बित्दै जाँदा उनको पेट पनि फुल्दै गयो। मैले यो कुरा कसै न कसैलाई त भन्नै पर्छ, नत्र मेरो पेट फुट्छ, उनले सोचे। त्यति बेलै उनको दिमागमा एउटा गजबको उपाय आयो। उनी बुढो रुख भएको ठाउँमा गए अनि उनले रुखसँग छिटो छिटो त्यो गोप्य कुरा काने खुसी गरे। तत्कालै उनको पेट ठिक भइहाल्यो। उनले आराम महसुस गरे। रुखले पक्का पनि राजाको गोप्य कुरा सुरक्षित राख्छ, नाउले आफैलाई भने। केही दिनपछि ड्रम वादक एउटा गतिलो काठ खोज्दै त्यहाँ पुग्यो। ऊ नयाँ ड्रम बजाउन चाहन्थ्यो। ऊ नाउले कानी खुसी गरेकै रुख अगाडि आएर रोकियो। मैले ठ्याक्कै यस्तै रुख खोजेको, उसले रुखतिर हेर्दै आफूसँग कुरा गर्यो। उसले छिट्टै नै एउटा नयाँ ड्रम बनायो अनि राजाको अगाडि गीत गाउन ऊ राजदरबारतिर लाग्यो। ढोकापाले उसलाई देखेर खुसी भए। गीत गाएर राजालाई खुसी बनाऊ। राजा आज दिक्क भएका छन्, उनले भने। एक्कासी ड्रम आफै बज्न थाल्यो। मसँग कसैले सुन्न नहुने एउटा गोप्य कुरा छ। राजाको गुरुकानी छोरा छ। पालेले झटपट ड्रम खोसे अनि ड्रम वादकतिर हेर्दै कराए, कसैले पनि राजाको गोप्य कुरा खोल्न मिल्दैन। कसैले पक्रनु पहिले तिमी भागिहाल्ला। दुर्भाग्य ढिलो भइसकेको थियो। राजाले गीत सुनिसकेका थिए। त्यसैले उनले पालेलाई आदेश दिए, ड्रम वादकलाई भित्र ल्याऊ। बिचरो ड्रम वादकलाई भित्र लगियो। यसलाई काल कोठरीभित्र फालिदेऊ। राजा चङ्गिए, तर यो उसले गरेको होइन। पालेले भने, उसको ड्रमले हो सरकार। ड्रमलाई पनि काल कोठरीभित्र फालिदेऊ। राजाले भने, मेरो गोप्य कुरा सुन्नेलाई पनि कारवाही गर। राजा ज्यादै रिसाएका थिए। रिसले उनका झुङ्गा समेत हल्लिरहेका थिए। पालेले एकदम हक्की भएर भने, त्यसो भए तपाईले पूरै राज्यलाई नै काल कोठरीभित्र फालिदिनुहुन्छ सरकार, किनभने हामी सबैलाई तपाईको गोप्य कुरा थाहा छ। राजा सनन्न भए। उनले आफूले सबैभन्दा विश्वास गरिएका मन्त्रीतिर हेरे। के यो साँचो हो? राजाले सोधे। हो सरकार, मन्त्रीले भने। हामीले कहिले केही भनेनौं, किनभने हामी तपाईलाई दुखी बनाउन चाहन्नथ्यौं। राजालाई लाज मर्दो भयो। उनले आफ्नै छोरालाई वर्षौं थुनामा राख्ने आफू ज्यादै निर्दय पिता भएको महसुस गरे। उनले विशेष परेडको आयोजना गरे। गर्वसाथ उनले आफ्नो छोरालाई राज्य वरपर लगे। सबैजनाले खुसी भएर गुरुकाने राजकुमारलाई हात हल्लाए। अर्को दिन राजाले सार्वजनिक विदाको घोषणा गरे। राजाले धुमधामसँग आफ्ना छोरालाई बाहिर निकाले। पालेले राजकुमारको सवारको नेतृत्व गरे। ड्रम वादक आफ्नो नयाँ ड्रम बजाउँदै पालेको पछि लाग्यो। कथा राजाको रहस्य। दर्शक तथा श्रोतावृन्द, तपाईलाई यो कथा के कस्तो लाग्यो? लागौं अर्को कथातर्फ। कथाको शीर्षक चलाक भ्यागुतो। कथाकार स्याट डिज र सोन श्रेनेङ।
जोग जोग नाम गरेको भ्यागुतो विभिन्न चीजबीज बनाउन सधैँ व्यस्त रहन्थ्यो। उसलाई पानी वरपर छप्ल्याङ छुप्लुङ गरेको पटक्कै मन पर्दैनथ्यो। ऊ अरूलाई फरक काम गरेर जित्दथ्यो। उसको यो फरकपनाप्रति अरू भ्यागुताहरूले भने हाँसुले उडाउँथे। एक दिन जोग जोग उसको नयाँ परियोजनामा यसरी लागि परेर काम गर्यो कि उसले त्यस दिनको खाना खानै बिर्सियो। भोकले गर्दा उसको खाली पेटमा मुसा कुद्न थाले। ऊ जति सक्दो छिटो घरतर्फ दौडियो। ऊ छिटो छिटो दौडदा बाटामा ठेस लागेर लड्यो। आमा, मलाई असाध्यै भोक लागेको छ, मेरो खाना कहाँ छ? जोग जोगले घर पुग्न साथ आमासँग सोध्यो। तर उसकी आमा ओछ्यानमा पल्टिरहेकी थिइन्। उसकी आमाले राम्ररी हेर्न पनि सकिनन्। मेरो छोरा, आज म धेरै बिरामी छु। खाना खोज्न जाँदा म ढलमा खसे। ढलमा मिसिएको रासायनिक पदार्थले मलाई बिरामी बनायो र म उठ्नै सकेकी छैन। आमा, तपाईँका लागि दबाई खोज्न मैले पहाडमा जानुपर्छ। जोग जोगकी आमाले अँगालो मार्दै भनिन्, पर्दैन बाबु, हिमाल धेरै टाढा छ र त्यहाँ धेरै खतरा पनि हुन्छ। चिन्ता नलिनुहोस् आमा, म बहादुर र चलाक पनि छु। म त्यो काम गर्न सक्छु। जोग जोग हिमालमा जानका लागि घरबाट निस्कियो। तर ऊ ठूलो नदीमा आइपुग्यो। यो नदी कसरी तर्न सकिएला त? अकस्मात एउटा प्लास्टिकको बोतल तैरदै तैरदै आइरहेको देख्यो। जोग जोगको दिमागमा एउटा विचार फुर्यो। म यो बोतललाई डुङ्गाको रूपमा प्रयोग गरेर नदी तर्छु। बोतलले गजबको डुङ्गाको काम दियो। तर माछाहरूको एउटा ठूलो झुण्डले जोग जोगलाई हेर्यो। भ्यागुता भाइ, तिमी कहाँ हिँडेका भनेर सबैभन्दा ठूलो माछाले सोध्यो। कृपया मलाई नखानुहोला, जोग जोगले याचना गर्यो। म मेरी बिरामी आमाको लागि औषधि खोज्न हिँडेको हुँ। माछाले जोग जोगको याचना बुझ्यो र उसको नाउँलाई सही दिशामा धकेलिदियो। अलि पर चाँडै नै जोग जोगले केही भ्यागुताहरू देख्यो। कस्तो राम्रो डुङ्गा, तिनीहरूमध्ये एउटाले चिच्यायो। धन्यवाद, उसले जवाफ दियो। हिमालय कता पर्छ भन्ने कुरा यहाँलाई थाहा छ कि? थाहा छ, हामी तिमीलाई देखाउन सक्छौँ। जोग जोगलाई साथीहरूसँग यात्रा गर्दा खुसी लाग्यो। उनीहरूले उसका विचारहरू ध्यानपूर्वक सुने, तर उसका कुरालाई कसैले हाँसोमा उडाएनन्। तर ऊ आफ्नै आमाको बारेमा बढी चिन्तित थियो। चाँडै नै हिमालय वा पहाड देखियो र अरू भ्यागुताहरूलाई घर फर्कने बेला भयो। अब अगाडि जोग जोगले एक्लै यात्रा गर्नुपर्ने भयो। अन्त्यमा ऊ हिमालयको त्यो ठाउँमा पुग्यो जहाँ विशेष खालका जडीबुटीहरू उब्जन्थे। यी पातहरूले उसकी आमालाई चाहिने औषधि तयार गर्न मद्दत गर्छन्। अहो गजब, मैले गरेर देखाएँ। जोग जोग उत्साहित भयो। जब जोग जोग घर फर्कन तयार भयो, उसलाई एउटा गजबको विचार फुर्यो। हावामा तैरिरहेका प्लास्टिकका झोलाहरूले मलाई घर पुग्न मद्दत गर्नेछन्। जोग जोग हावामा उफ्रियो, तर चाँडै नै पानी पर्न थाल्यो। आकाशबाट उसको प्लास्टिकको प्यारासुटलाई धकेलेर फाल्न थाल्यो। ठूलो आवाजका साथ जोग जोग हात्तीको डडेलनामा उत्रन सफल भयो। हात्ती झसङ्ग भयो। मेरो डडेलनामा के हो भनेर हेर्यो। म जोग जोग नाम गरेको भ्यागुता हुँ। म मेरी बिरामी आमाका लागि औषधि लिएर आएको। तपाईँ मलाई मद्दत गर्न सक्नुहुन्छ? हात्तीले ठूलो श्वासले जोग जोगलाई हावामा उडायो। हो, म त उडे, जोग जोग आनन्दित हुँदै भन्यो। त्यति नै बेला एउटा भोको बाजले भ्यागुतो हावामा उडिरहेको देख्यो। भ्यागुता, मैले तिमीलाई समाते। बाज चिच्यायो। मलाई नखानुहोस्, जोग जोगले याचना गर्यो। मलाई यो औषधि मेरी आमाको लागि पुर्याउन पर्छ। उहाँ धेरै बिरामी हुनुहुन्छ। ल, म तिमीलाई मद्दत गर्छु। बाज सहमत भयो। तिमी साह्रै लुते छौ र मेरो लागि पर्याप्त भोजन पनि हुँदैनौ। बाजले जोग जोगलाई उसको घरसम्म ल्याइदियो। आमा, म तपाईँलाई औषधि लिएर आएँ। औषधिले जोग जोगकी आमा चाँडै नै निको भइन्। तिमी कसरी हिमालय पहाड गएर फर्केर आयो भनेर सोधिन्। जोग जोगले कसरी रोमाञ्चक यात्रा गर्यो र कसरी बुद्धिमत्तापूर्वक उसले पुराना कुराहरूलाई उपयोग गरेर नयाँ कुरा बनाएर बाटामा उपयोग गर्यो भन्ने कुराको सविस्तार बयान गर्यो। जोग जोगले अरू भ्यागुताहरूले के सोच्छन् भनेर चिन्ता गर्न छोड्यो। उसलाई असल काम गर्नका लागि अरूभन्दा फरक छु भन्ने थाहा छ। ऊ अरूहरूलाई मद्दत गर्न सक्छ र उसले धेरै राम्रा कुराहरू बनाउन सक्छ। मसँग धेरैवटा राम्रा उपायहरू छन्। अर्को पटक म के बनाउँछु भन्नका लागि त्यस बेलासम्म पर्खनुस् है। कथा चलाक भ्यागुतो के कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सिनुहोला। लागौं हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ।
हिजोको भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो, कालो दहमा सेता फूल के हो? यस प्रश्नको सही उत्तर रहेको छ आकाशको तारा। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ बाली न बिरुवा नौमुरी तोरी के हो? प्रश्न एकपटक फेरि, बाली न बिरुवा नौमुरी तोरी के हो? यस प्रश्नको पनि तपाईलाई उत्तर थाहा भए कृपया कमेन्ट गर्न नबिर्सिनुहोला भन्दै लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। दिपा भारतीज्यू लेख्नुहुन्छ, हृदयदेखि नै धन्यवाद दादा, धेरै राम्रो लाग्छ हजुरको मन्त्रमुग्ध आवाजका साथै कथाहरू सुन्न पाउँदा भन्नुहुन्छ, धन्यवाद। प्रेम मगरज्यू लेख्नुहुन्छ, नमस्कार जमिनजी, वाचनको लागि धन्यवाद, कथा राम्रो छ भन्नुहुन्छ, धन्यवाद। माया श्रेष्ठज्यू लेख्नुहुन्छ, नमस्कार जोजोलपा, आदरणीय जमिन सर, साह्रै नै राम्रो कथाहरू, धन्यवाद। त्यसैगरी राई B5 ज्यू लेख्नुहुन्छ, नाइस स्टोरी सर। अर्जुन विशीज्यू लेख्नुहुन्छ, नमस्कार सर, आजका बाल कथाहरू निकै रोचक रहेछन्, वाचनको लागि धन्यवाद सर भन्नुहुन्छ, धन्यवाद तपाईलाई पनि। त्यसैगरी संगीता राईज्यू लेख्नुहुन्छ, वाउ। त्यसैगरी तार्जन राईज्यू लेख्नुहुन्छ, दाई कथा धेरै धेरै राम्रो छ, कथाको लागि धन्यवाद दाई, अनि तपाईको भोइस एकदम राम्रो छ जमिन दाई भन्नुहुन्छ, धन्यवाद। अर्जुन सेन्चुरीज्यू लेख्नुहुन्छ, भेरी भेरी नाइस डियर सर। त्यसैगरी एकराज डाङसी सल्यानज्यूले पनि कमेन्ट गर्नुभएको रहेछ। राजेश मल्लज्यू लेख्नुहुन्छ, दाजु नमस्ते, नमस्कार। त्यसैगरी दिपेन्द्र रोकाज्यूले पनि कमेन्ट गर्नुभएको छ। निरा भट्टराईज्यू लेख्नुहुन्छ, धेरै राम्रो छ। त्यसैगरी आकाश गुरुङज्यू लेख्नुहुन्छ, नमस्ते जमिन सर, धेरै धेरै धन्यवाद राम्रो कथाहरूको लागि। अब त बानी नै भइसक्यो, हजुरको कथा सुन्ने नसुने त निन्द्रै आउँदैन, थ्याङ्क यू फर गिभिङ सच अ गुड स्टोरिज भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी रिदमज्यू लेख्नुहुन्छ, वाउ कथा राम्रो लाग्यो, उहाँले नै आजको कथाको उत्तर रातको जुन जस्तो लाग्यो भन्नुहुन्छ, कमेन्टको लागि धन्यवाद। त्यसैगरी पुष्पराज जोशीज्यू लेख्नुहुन्छ, शुभ बिहानी सर, ह्याप्पी मागी भन्नुहुन्छ, धन्यवाद तपाईलाई पनि शुभकामना। त्यसैगरी इमेहाङ 2.0 ज्यू लेख्नुहुन्छ, म चाहिँ बिहानको 4 बजे नै हेर्दैछु सर, हिजो नसुनी निधाएछु, नाइस स्टोरी सर भन्नुहुन्छ, धेरै धेरै धन्यवाद। याङज्यू लेख्नुहुन्छ, आज त म पो पहिलो नम्बरमा रहेछु है भन्नुहुन्छ, धन्यवाद। कृष्ण धितालज्यू लेख्नुहुन्छ, चन्द्रमा, यसलाई पनि सही उत्तर मान्न सकिन्छ। त्यसैगरी युजर TG ज्यू लेख्नुहुन्छ, जुन सही उत्तर मान्न सकिन्छ। कमेन्ट गरिदिनुहुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ यसरी नै कमेन्ट गरिदिनुहोला। आगामी दिनहरूमा पनि यसरी नै कमेन्ट गरिदिनुहोला। तपाईसँग पनि कथा भए मलाई मेरो कथा 204@gmail.com मा मेल गर्न सक्नुहुनेछ। यति भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राई पनि यहाँहरू माझबाट बिदा माग्न चाहन्छु, नमस्कार।